आज प्रमुख 3 दलका शीर्ष नेताहरूबीच छलफल हुँदैछ। प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचमा आज छलफल हुन लागेको हो। एकातिर सडकमा जारी रहेको राजावादीहरूको प्रदर्शन र आउँदो 15 गते उनीहरूले घोषणा गरेको बृहत प्रदर्शन, अनि यसको काउन्टरमा गणतन्त्र पक्षधरहरूको पनि सोही दिनका लागि तोकिएको शक्ति प्रदर्शनको मिति नजिकै गर्दा आज प्रमुख 3 दलका नेताहरू बीचमा छलफलमा जुट्न लागेका हुन्। दिउँसो 4 बजे सिंहदरबारमा 3 नेता बीच बैठक हुने भएको हो। यद्यपि बैठकमा संक्रमणकालीन न्याय, टीआरसी लगायतका विषयमा छलफल हुने भनिएको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त हुन बाँकी छ। त्यसका लागि सिफारिस समिति, सर्च कमिटी समेत गठन हुन सकेको छैन। सिफारिस समितिमा सहमति जुटाउन 3 दलका शीर्ष नेताको बैठक बस्न लागेको प्रधानमन्त्री